गर्छु जगतका मालिक सर्वशक्ति महान परमपिता परमेश्वर हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। त त्यसै गरेर सम्मान व्यक्त गर्न चाहन्छु सारा जगतका ज्योति सुशीला कटेल गैरे म्याम हजुर, त्यसै गरेर प्रकाश दीप गैरे सर हजुर, त्यसै गरेर सम्पूर्णमा म शिर झुकाएर उच्च सम्मान र नमस्कार गर्न चाहन्छु हृदयबाट। त परमात्मा पिता त हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। त्यसै गरेर परमेश्वरले सुम्पिदिनु भएको राज्य हाँकिराख्नुहुने सर म्याम हजुर, त्यसै गरेर क्यामेरामा कैद गरिराख्नुहुने सर हजुरहरू, त्यसै गरेर परमेश्वरको पवित्र र निर्दोष सन्तानहरू सम्पूर्णमा म भगुन्डे शाखाको तर्फबाट र म व्यक्तिगत तर्फबाट हृदयबाट म शिर झुकाएर उच्च सम्मान र नमस्कार गर्न चाहन्छु। परमात्मा पिता त हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। त ईश्वर आत्मामै हुनुहुन्छ भनेर चिनाउन हुने हाम्रो सर म्यामजीलाई हृदयबाट फेरि पनि म शिर झुकाएर उच्च सम्मान र नमस्कार गर्न चाहन्छु। त हिजोको दिनमा धेरै दुःखमा थियो, दलदलमा थियो, कष्टमा थियो, अशान्तिमा थियो, आफ्नो मन एक ठाउँमा दृढ गरेर बस्न नसक्ने अवस्थामा थियो। जुन दिनदेखि परमेश्वरको सत्य समाचार पायो ईश्वर आत्मामा हुनुहुन्छ भनेर सर म्यामजी परमेश्वरको तर्फबाट हामीलाई सुनाउनु भयो, सिकाउनु भयो, त्यस दिनदेखिबाट त्यो दिनलाई कहिले फर्केर हेर्नुपर्ने छैन। त परमात्मा पिता हजुरलाई यसमा पनि अनगिन्ती धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। त त्यसै गरेर आइस आराम त सबै थियो, मनमा शान्ति थिएन, छटपटिरहेको थियो, रातमा निन्द्रा थिएन, कहाँ होला सुख शान्ति, कहाँ होला आनन्द भनेर भौतारी हिँडेको अवस्थामा हामीले चिनेन, हामीले चुनेन, जगतका मालिकले हामीलाई दलदलमा परेको हेर्न सक्नु भएन। परमेश्वरले हामीलाई चुन्नुभयो, उहाँको राज्यमा बोलाउनु भयो। बोलाउनु मात्र भएन, हरेक दुःख कष्टलाई उहाँले लिनुभयो, हाम्रो जीवनमा सुख र शान्तिले ओतप्रोत गर्नुभयो। परमात्मा यसमा पनि हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। त्यसै गरेर घरमा पनि असत्य नै अशान्ति, मुखमा जति पनि आफू शान्ति हुँ, शान्तिसँग बसौँ भन्दा पनि मनले त भन्थ्यो, मनले त खोज्थ्यो, तर हामी गर्न सक्ने थिएन। त्यो अवस्थामा जिइरहेको जिन्दगी थियो, नरकको जिन्दगी थियो, नरकको दलदलमा गुज्रिरहेको जीवन थियो भने आज परमेश्वरले मरेर हामी स्वर्ग जान्छौँ, स्वर्ग देख्छौँ भनेर अपेक्षा गर्थ्यो भनेर हिजोको बाउबाजेले भन्थ्यो भने आज त मलाई सबसे धनी र खुसी आनन्द मेरो जीवनमा दिएको जस्तो मलाई फिल लाग्छ। परमात्मा यसमा पनि हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। हामी एउटा नाउँ चलेको व्यक्तिको सन्तान हो भन्दा त छातीले गर्व गर्छ, आफ्नो गाउँठाउँमा पुग्दा भन्दा आज म जगतका मालिकको सन्तान हो भन्दा छाती चौडा भएर गर्व लाएर जहाँ हिँड्दा पनि आज यति गर्वले छाती चौडा हुन्छ कि पिता तपाईँलाई धन्यवाद गर्ने व्यक्त गर्ने शब्द कहाँ पाउँछ होला। तर हामी त धन्यवाद चढाउने यो क्याको पनि छैन। तर परमेश्वर हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। त त्यो दुःख त्यो अशान्ति त थियो नै, हामी हरेक ठाउँमा जाँदा मान्छेको अगाडि हामी गिरिराख्नु पर्यो थियो। 2 शब्द मान्छेको अगाडि बोल्यो कि त्यो आफूले बोलेको कुरामा पनि आफू पीडितमा ला के भन्यो के बोल्यो भनेर त्यही कुरामा हामी डरमा गुज्रिराख्नु परेको थियो अवस्थामा। हामी कहीँ गयो, यता आफ्नो आफन्त कहाँ कतै गयो सुख शान्ति भनेर आफ्नो दुःख बुझाउन गयो भने झन् उल्टो पीडा र अशान्तिले ठकेर झन् थपेर आउनु पर्थ्यो भने आज त परमेश्वर हजुर हुनुहुन्छ भनेर हामी समाधान पछि खोज्न गयो भने त्यो समाधान मात्र होइन, परमेश्वरले अति उच्च राख्नु हुनु रहेछ। परमात्मा यसमा पनि हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। जगतका ज्योति सर म्यामले हामीलाई यस्तो सत्य ईश्वर आत्मामा हुनुहुन्छ, हिजोको
दिनमा डरको आत्मा, धेरै म डरको आत्मामा थियो। कोहीसँग बोले पनि डर, कोही देखे पनि डर, कोही मान्छे त्यो के अरे उसमा गए पनि डर, एकदमै डरको आत्माले काप्चा गरेर बसेको थियो। शैतानी आत्मा, त्यो दोस्रोवाला आत्मा। आज त्यो दोस्रोवाला आत्मा पैताला मुनिको धुलो भएर त्यो दिन कहिले फर्किनु परेको छैन। परमेश्वरलाई करोड करोड धन्यवाद गर्छु पिता गुरु येशू मसीहको नाममा। त्यसै गरेर आज मलाई लाग्छ परमेश्वर तपाईँको नजरमा रहेर हर हमेसा म झुकेर आफू हराएर सानो भएर कसरी अग्रसर भएर अरूलाई हजुर हुनुहुन्छ भनेर जगतभरि देखाउन पाऊँ। परमात्मा मैले त्यो मात्रै चाहज गरेको छ। परमेश्वरले यो चाहजलाई मुनि मन आत्मालाई बुझेर भरिपूर्ण आशीर्वाद वर्षात गरिसक्नुभयो। त परमात्मा हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। परमात्माले भन्नुभएको छ नि, तिमीलाई कहिले दुःखमा कष्टमा जसले ममा आशा भरोसा विश्वास राख्छौ त्यसलाई मैले कहिले गिर्न दिने छैन, उसलाई मैले कहिले लड्न दिने छैन। हमेसा मैले उठाइराख्नेछ, हमेसा मैले हात समाउनेछ भनेको वचन आज जीवनमा लागू भएको छ। परमात्मा परमेश्वर यसमा पनि हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। त हिजोको दिनमा हामी यति गिरेको जिन्दगी जिएर बस्नु परेको थियो कि आज त परमेश्वर त्यसै कारणले म परमेश्वरको महिमामा बढ्छु भनेर एकदमै तन मन धनले अगाडि बढ्दै जाने क्रममा मलाई हालत शैतानले यस्तो ल्यायो कि म जिउँदो लास भएर जिउने अवस्थामा म थियो त्यो महिमा भवन बनाउने टाइममा। तर कसले भन्ने ईश्वर तपाईँ हुनुहुन्छ भनेर 4 पाउँ टेक्दै गाडीमा चढ्न पनि नसक्ने, उठ्न पनि नसक्ने परमेश्वर मलाई सिट दियो। त त्यो खलासीले मलाई त्यो अपाङ्गको सिट दिन्थ्यो, समातेर मलाई झार्नुपर्ने अवस्था थियो। त्यो बेलामा मैले त्यो समस्या कहिले पनि हेरेन, कहिले मन सानो गरेर मलाई लाग्थ्यो कि नाइ म बढ्न लाग्दाखेरि यो दोस्रोवाला आत्माले आज मलाई यो गिराउन खोजेको, मलाई लडाउन खोजेको म हेर्दैन। जति पनि म केन्द्रमा जान्छु, हरेक शाखामा जाँदा यो मेरो समाधान भइसक्छ भन्ने मैले मन मात्रै उठाउँदै गयो, बनाउँदै गयो। कुनै सप्ताह म्यामलाई पनि मैले बतायो यो जिउ त यति भारी तर मैले यो आफ्नो जिउ उठाउन सक्ने अवस्था थिएन कि त्यो बेलामा। आज मलाई जिन्दगीमा परमेश्वर कुन शब्दले बयान गर्ने होला, मेरो जिन्दगीमा परमेश्वरले यति कार्य गर्नुभएको छ कि परमात्मा यसमा पनि हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। गर्ने भनेर त सबै तयारी थियो, मन त बनाएको थियो, आत्मा त बनाएको थियो, तर एउटा तरिका यस्तो द्वारा चल्ने, यस्तो गरेर बनाउने भन्ने पनि गर्ने मान्छे त्यो बेलामा सपोर्ट थिएन। सपोर्ट त कसको रहेछ? जगतका मालिकको आत्मामा सिकाउँदै लानुभयो, आत्मामा परमेश्वरले अग्राउँदै लानुभयो। भवन मात्रै तयारी गर्नु भएन, उद्घाटन पनि परमेश्वर आफैले गर्नुभयो। उहाँको राज्य, उहाँको महिमा उहाँ आफैले गर्नुभयो, उहाँको राज्य उहाँ आफैले नै चलाइराख्नु भएको छ। हामी जान्दैनौँ परमात्माको महिमा, परमेश्वरको राज्य। हामी त माध्यम भएर मात्रै चल्ने हो। परमात्मा हजुरले कसरी चलाउनु पर्छ हामी जान्दैनौँ। पिता हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। त्यसै गरेर मेरो घर फ्यामिली पनि अचम्म पर्यो, यत्रो भवन बनिसकेछ, यत्रो इष्टमित गरिसकेछ, ठिक छ भनेर अत्यन्तै मलाई बच्चाहरूले घरमा फ्यामिलीले यति सपोर्ट गर्नुहुन्छ, कसरी बुझ्छ, कसरी अघि बढोस् भनेर यति मलाई छोड्नुहुन्छ घरबाट। परमात्मा त्यो आत्मा परिवारलाई दिनुभयो। त यसको लागि पनि हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। अनि मेरो बाबुले भन्छ मम्मी त्यहाँ त अब हाम्रो घरपट्टिको पनि मान्छेहरू व्यक्तिहरू हुनुहुन्छ, माओलीतिरको पनि व्यक्तिहरू हुनुहुन्छ। अनि हरेक प्रश्नहरू सोद्धाखेरि हजुर पनि तयारी भएर बस्न सक्नुपर्छ है मम्मी, त्यसको जवाब हजुरले दिनुपर्छ। हरेक कुरा आफू पनि अलिकति सक्षम भएर बुझेर बस्नु होला भन्छन्। त्यो पनि परमात्माले उहाँको मनमा लिनुभयो। बच्चाहरूले त्यसै कारणले मलाई कसरी बढ्छ मम्मी, कसरी बुझ्छ, जाओस् जहाँ जान्छ जाओस् भनेर यति छोडिदिनुहुन्छ, सपोर्ट गर्नुहुन्छ। परमात्मा हिजोको दिनमा यस्तो हिला धापमा थियो कि हाम्रो जिन्दगी सुख शान्ति खोज्दै हिँड्यो, झन् गिर्दै जान्थ्यो, झन् लड्दै जान्थ्यो भने आज परमेश्वरले एउटा समस्या आयो भने त्यो समाधान त परमेश्वरले अगाडि नै छर्लङ्ग देखाइदिनुहुन्छ। परमात्मा पिता हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा।
हजुरहरू पनि समस्या आयो भनेर के जानु सचाइ केन्द्रमा गरे यति नै त हो नि भन्ने कहिले मन नगर्नुहोस्। समस्या आउँछ त झन् जुट्नुहोस्। समस्या आउँछ त परमेश्वरको राज्यमा पाइला टेकेपछि यो गइसक्यो भइसक्यो मन गर्नुहोस् त। हजुरहरूलाई झन् उच्चमा बढाएर अरू आशीर्वाद परमेश्वरले थपेर दिइसक्नु भएको हुन्छ। उहाँको राज्यमा आउनुभन्दा अगाडि नै परमेश्वरले हाम्रो कुन कुराको आवश्यकता छ हटाइसक्नु हुँदो रहेछ। परमात्मा पिता हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। त्यसै गरेर आज परमेश्वरको तर्फद्वारा परमेश्वरले मेरो मुखलाई इस्तेमाल गरेर आज यति नै बोल्न चाहत गर्नुभयो। परमात्मा हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। कुनै व्यक्ति हाम्रो टोल छिमेकमा करोडको गाडी तेर्साएर राख्छ, हामीलाई तुच्छ गराउँछ भने आज त उहाँहरू करोडको गाडी चढ्ने भए तापनि हामीसँग नभने हामी यति धनी सन्तान म छु भने उहाँहरू किन धनी भनेर गर्व लाग्छ होला। उहाँहरूले त हुनु त जान्नु भएको छैन, बुझ्नु भएको छैन, उहाँहरूले पनि जान्ने मन देओस् है पिता भन्ने मन आज लाग्छ। मलाई त एकदमै धनी सन्तान लाग्छ। आज परमेश्वर कुनै यो उसमा भन्दा मलाई खुसी र मलाई आनन्द दिएको जस्तो लाग्छ। आज परमेश्वरले परमात्मा पिता परमेश्वर हजुरलाई करोड करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। त्यसै गरेर आज यसै परमेश्वरले आज मलाई यो स्टेजमा परमेश्वरको आत्माद्वारा परमेश्वरले मलाई उठाउनु भयो आफ्नो गवाई जिन्दगीको गवाई सेयर गर्नको लागि। त परमात्मा यसै गवाईले सम्पूर्णको दिल दिमागमा घर परिवारमा सम्पूर्ण क्षेत्रमा भरिपूर्ण आशीर्वाद बर्सिसकेको छ। हजुरहरूको गवाईले पनि मलाई दबाई मिलिसकेको छ। आगामी गवाई त अनगिन्ती परमेश्वरले दिनुभएको छ। आगामी समयमा परमेश्वरले खडा गराउने समयमा बताउने नै छ भन्दै हजुरहरूबाट बिताउने अनुमति माग्छु। धन्यवाद परमात्मा हजुरलाई करोड करोड गुरु येशू मसीहको नाममा। आज परमेश्वरको तर्फद्वारा परमेश्वरले खडा गर्नुभएको उद्घोषको लागि सरलाई पनि हृदयबाट शिर झुकाएर उच्च सम्मान र नमस्कार गर्न चाहन्छु। पिता त हजुरलाई करोड करोड धन्यवाद गुरु मसीह येशूको नाममा। परमेश्वर पितामा अनगिन्ती धन्यवाद गर्छु मसीह येशू भएर। यसरी नै यतिको उत्साहित गवाई दिएर जानुहुने हाम्रो म्यामलाई पनि म हृदयदेखि नै धन्यवाद गर्न चाहन्छु। त्यसरी नै हाम्रो जमुना गुरुङ म्याम हजुर हुनुहुन्छ, उहाँलाई पनि तयारी अवस्थामा बसिदिनु हुन म विनम्र अनुरोध गर्दछु। सभा शक्तिमान पिता परमेश्वर परमात्मा हजुरलाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाममा। हाम्रा अग्रज अगुवा हुनुहुन्छ कि हामीलाई एकदम उद्धार गर्नुहुने माता पिता प्रकाश सर हजुर, सुशीला म्याडम हजुर, उहाँहरूलाई पनि घर परिवारमा मेरो हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। परमेश्वर पिताको भरिपूर्ण आशीष छर्न चाहन्छु। पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाममा। यहाँ बजाउनु हुने क्यामेरा सरहरू पनि बजाउनु हुने सबै सरहरू पनि मेरो हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। परमेश्वर पिताको भरिपूर्ण आशीष छर्न चाहन्छु। पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाममा। हाम्रो शाखाका अगुवा हुनुहुन्छ सबिना म्याडम, उहाँलाई पनि मेरो हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु र परमेश्वर पिताको भरिपूर्ण आशीष छर्न चाहन्छु। पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाममा। मैले ग्रहण गरेँ सावित्री म्याडमद्वारा, उहाँलाई पनि मेरो हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। परमेश्वर पिताको भरिपूर्ण आशीष छर्न चाहन्छु। यहाँ सबै जिल्लाबाट यही ठाउँबाट आउनुभएको सबै अगुवा लिडरहरू जनहरू पनि मेरो हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु र परमेश्वर पिताको भरिपूर्ण आशीष छर्न चाहन्छु। पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाममा। मेरो गवाई भन्दापछि त अब मैले परमेश्वर चिनेको होइन कि परमेश्वरले मलाई चिनेर दोहोऱ्याएर ल्याउनु भएको है। परमेश्वरलाई हामीलाई चिनेको भए त किन दुनियाँभर सम्पत्ति सकेर बस्थ्यौँ र सम्पत्ति सकिएर एकदम परमेश्वरले मेरा छोराछोरी हो तिमी मसँग आऊ तिमीलाई उद्धार गर्ने म छु भनेर दोहोऱ्याएर ल्याउनु भयो है। फेरि पनि पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाममा। मलाई एकदम यो ढाडको एकदम करङको हड्डी खिए भन्थ्यो। म कति खर्च गरेर बसेँ कि छोरो विदेश गथेँ कि छोरो विदेश गएर कमाएको एक फेर कमाएको पैसा त सबै नर्सिङ होममा फ्याँकेँ। मैले परमेश्वर चिन्न सकेको थिइनँ पहिला है, परमेश्वर भन्ने थाहा नि पाएको थिइनँ। एकदम पैसा जति सबै पठाएको पैसा जति सबै नर्सिङ होममा फ्याँकियो। एकदम हड्डी खिएछ भनेर कुखुराको नङ्गरा जस्तो देखाउने एकदम दबाई खाइयो, पैसा भ्याइयो। पछि त एकदम जाँदापछि त निकै भएन भनेर 20को 19 पनि भएन भनेर जाँदापछि त एकदम 3-4 लाख पैसा भ्याइसकेर जाँदापछि त तिम्रो रोग त निकै हुन्न।
यत्तिकै हो, तिमी त आराम गरेर बस्नुपर्छ, आराम गरेर बसे सन्चो हुन्छ, नत्र हुन्न भन्यो। म आराम गरेर बसेँ, कुखुराको मासु खाँदै बस्दै, घिउ ल्याएर खाँदै बस्दै, एकदम मासु खानुपर्छ, पेल्नुपर्छ, घिउले पेल्नुपर्छ, सन्चो हुन्छ भने बस्दा बस्दा म मोटाएर एकदम हिँड्न पनि नसक्ने भइसक्यो। मेरो रोग सन्चो भएन, एकदम कुखुराको नङ्गरा जस्तो खिइए थियो कि करङको हड्डी दुष्टले त्यहाँसम्म गरेरहेछ। मलाई 20 को 19 पनि भएन, सन्चो भएन र मलाई परमेश्वरले दोहोऱ्याउनु भयो र एकदम मेरो भदैनी हुनुहुन्छ। गण्डकी अस्पतालमा डाक्टरनी सुशीला श्रेष्ठ छ, डाक्टरनी हो। उहाँलाई एकदम क्यान्सर भएर इन्डिया गएर गरन गरेर आउनुभएछ र क्यान्सर सन्चो भएछ र मेरो दिदीले बहिनी त्यहाँ जाऊ त सन्चो हुन्छ, परमेश्वरमा गयो भने भदैनीलाई सन्चो भएरहेछ भनेर म एकदम सावित्री मेराङसँग गएर त्यस्तो डाक्टरलाई त सन्चो हुँदो रहेछ अनि मलाई त हुन्छ भनेर विश्वास लिएर गएर गरन गरेँ। मेरो त्यो रोग त कहाँ गयो, कहाँ है, परमेश्वरले गरन गरेको हप्ता दिनमै फ्याँकिदिनु भयो। यसरी पितालाई अनगिन्ती धन्यवाद छ म येशूको नाउँमा। अनि त्यो रोग हटायो, त्यस्तोलाई सन्चो हुँदो रहेछ नि, हामीलाई हुन्न त नि भनेर गएर विश्वास लिथेर त्यो रोग त अहिलेसम्म फर्केर आएन है। यसमा पनि पितालाई अनगिन्ती धन्यवाद छ म येशूको नाउँमा। पछि फेरि एकदम गाई पाले थिएँ, बाख्राहरू, बाख्रा त अहिले पनि पालिरहेको छु, गाई पाले थिएँ। एकदम घाँस काट्न गएँ, हात खुट्टा दुख्ने, एकदम कहिले कहाँ दुख्ने कहिले कहाँ दुख्ने, हिँड्नै नहुने हुन्थ्यो। मैले भने कि पहिलाचोटि यहाँ आएर बसेँ, बस्दा बसी पङ्खा देखेँ, हामी जस्तै रोगीले ल्याएको होला नि भने मैले है, मनी ल्याउँथेँ नि सन्चो भयो त भनेर मैले त भित्रै आत्माबाट आएर मैले पङ्खा त ल्याएँ कि मेरै भवनमा ल्याएँ है, सबिना म्याडमका है। मैले यहाँ ल्याउँछु भनेर यहाँ भने सबिना म्याडमको है हाम्रै भवनमा ल्याएर राखेको त मलाई त 20 को 19 र भयो, निखेरेर सन्चो भएन है। हामी पोखरा जाने भनेर डमौली गरेर सन्चो काम बन्छ र बन्दैन नि, जहाँ भने त्यहीँ जान पर्दो रहेछ भनेर फेरि मैले यहाँ एउटा पङ्खा ल्याएर सुशीला म्याडम हजुरलाई दिएँ र है, म्याडमले भन्नुभयो कि मलाई ल्याउनु भएको भवनलाई भन्नुभयो, भवनलाई भने मैले है, ल्याएर दिएपछि त्यो रोग पनि कहाँ गयो, कहाँ है, परमेश्वर पिताले हटाउनु भयो। यसरी पितालाई अनगिन्ती धन्यवाद छ म येशूको नाउँमा। अनि मेरो फेरि यो हातहरू दुख्थ्यो, मैले रुमाल बुने कि यो रुमाल नि मैले बुने ल्याएको है, कार्तिकमा अन्तिममा मङ्गलबार अन्तिममा आएको थिएँ, गवाई भन्छु भने थिएँ, मैले गवाई भन्न पाइनँ है, मौसिरमा आउन पाइनँ। अहिले आएको बसमा अन्य भाषा गर्दै आएँ, म एकदम गवाई भन्न पाऊँ पिता मैले भनेर अन्य भाषा गर्दै आएँ। मैले रुमाल बुनेर यहाँ ल्याएको थिएँ र मेरो रोग एकदम परमेश्वर पिताले हटाउनु भयो है। यसमा पनि पितालाई अनगिन्ती धन्यवाद छ म येशूको नाममा। हामीले खर्च पनि गर्नुपर्छ, दिन पनि पर्छ, सहयोग गर्न पनि पर्छ, त्यही भएर सन्चो हुँदो रहेछ है रोग। हामीले परमेश्वर मात्रै भनेर बसेर हुन्न, एकदम परमेश्वरमा आएर गवाई वचन पनि सुन्नुपर्छ। हामीलाई कुन गवाई कुन वचनले दबाई हुन्छ हामीले विचार गर्नुपर्छ। यसमा पनि पितालाई अनगिन्ती धन्यवाद छ म येशूको नाउँमा। एकदम मैले गवाई भन्दासी त नुहाउँदा पछि एकदम है, घिरम त प्याजको जालोले नुहाउँथेँ, प्याजको थैलोले, सिङ्गै थैलोले नुहाउँथेँ। त्यो थैलो मैले गर्मीमा पोहोर गर्मीमा नुहाएर के अरे झुन्याएर राखेको थिएँ, त्यसमा त एकदम सर्पो गरेर बसेर रहेछ है। मैले त अँधेरो भयो थियो, साँझ परेपछि नुहाउन गएँ, काम गरेर आएको, पसिना आएको, चिलाएर नुहाउन गएको, बत्ती नि बाल्न बिर्सेछु, बाथरुमको त्यति गरेर नुहाउन लाएर एकदम त जालो त 3-4 पत्रो गरेँ, पटेँ मैले, साबन दलेँ, अनि 2टै पाखुरा दलेँ। यहाँ घोक्रा डल्दाखेरि त वार्ल गरेँ है, यसरी फ्याँकेको त सर्पो रहेछ। अनि म त आत्तिएँ, मेरो श्रीमानलाई बोलाएर अनि भेत्तामा हिँडिराखेको श्रीमान आउँदा त अनि मार्नु भयो र हातले टिपेर लएर फ्याँक्नु भयो है। यसमा पनि पितालाई अनगिन्ती धन्यवाद छ म येशूको नाउँमा। हामी संसारीमा हुन्थ्यौँ भने, हामी परमेश्वरको सन्तान हुन्थेनौँ भने हामीलाई त्यो सर्पले टोकेर इन्ताको मृत्यु भइसकिन्थ्यो के। परमेश्वर पिताले त्यति जोगाउनु भएको छ। यसमा पनि पितालाई अनगिन्ती धन्यवाद छ म येशूको नाउँमा। मेरो छोराछोरी नाति नातिनी सबै गरन गरेँ है, सबै बसी हम। मेरो छोरीको जिउरोले एकदम धनगढी छ, घरमा छ धनगढीमा, एकदम जिउरोले केही खाएको नि स्वाद पाएन। मम्मी क्यान्सर अस्पताल जा भने त्यो पनि गरन गरेको परमेश्वरको सन्तान हो, मैबाट गरन गरेको, परमेश्वर भएर गरन गरेको। उहाँलाई पनि एकदम सन्चो भइसक्यो, त जिउरोले नि खाएको स्वाद आउने बनाइसक्यो है। पितालाई अनगिन्ती धन्यवाद छ म येशूको नाउँमा। एकदम हाम्रो त ठुलो छोरा सानो छोरोलाई सुगर रोग छ, एकदम त सुगर रोग पनि हटाइसक्नु भयो। पितालाई अनगिन्ती धन्यवाद छ म येशूको नाउँमा। 3टा छोरा 3टा छोरी छ, एकदम
भलचङ्गे गरेर राख्नुभएको छ परमेश्वर पिताले। एकदम बुहारीहरूले गरण गर्नुभयो, छोरीहरूले गरण गरे, छोराहरू त गाडी चलाएर हिँड्ने अब है परमेश्वरमा हिँड्न भ्याउँदैन। यो पनि परमेश्वरले आजैदेखि निको गरिसक्नुभयो है। छोराछोरीको रोग जति यसरी पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाउँमा। मेरो त्यो सानो छोरो पनि एकदम विदेश गएर आएर कामै नपाएर बसेको थियो। म के काम गर्ने होला मम्मी भनेर भनेथ्यो, त्यहीँ खुदी खोला होटेल गर्ने होला कि भन्थ्यो। यहाँ त गरेर के चल्छ र बाबु, तिमीलाई परमेश्वरले दोहोऱ्याउँछ, काममा बोलाउँछ भनेथ्यो अरे। एकदम साथीले बोलाएर क्याफीको होटेल खोलेर अहिले तालचोकमा क्याफीको होटेल दोकान छ पाउरस। एकदम महिनैमा 80 लाख हुन्छ मम्मी भनेछ है। एकदम कमाइदिनु भएको छ परमेश्वरले। यसमा पनि पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाउँमा। हजुरको छोराछोरीलाई उद्धार सुधार गर्नुभएको छ, दिल दिमाग बुद्धि दिनुभएको छ, शक्ति दिनुभएको छ, घर परिवारलाई मेलमिलाप गराउनु भएको छ, पुरा आइदिनु भएको छ। यसमा पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाउँमा। एकदम परमेश्वरले भनौँ न आफ्नो दाजुभाइ दिदीबहिनी टाढा बनाएका को जस्तो भइएछ, भेटघाट भएन भने अहिले परमेश्वरको सन्तान यत्रो दाजुभाइ दिदीबहिनी आमा छोरी भइएछ है। परमेश्वरले यत्रो जुदा एउटालाई बिरामी भयो नि के भयो भनेर आफैलाई दुख्छ, यस्तो भयो भनेपछि आफैलाई दुख्छ है। त्यहाँसम्मै बनाएका पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाउँमा। हामी पहिला सामुन्ने गएर एउटा मान्छेसँग बोल्न सकिन्थेन, अहिले परमेश्वरले यत्रो जनमुरको अगाडि बोल्न सक्ने शक्ति दिनुभएको छ है। यसमा पनि पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाउँमा। मेरो गवाईले हजुरहरूलाई सबैलाई है एकदम उद्धार गरिसक्नु भयो र एकदम सुख शान्ति समृद्धि दिइसक्नु भयो र हजुरहरूको गवाईले नि मलाई एकदम उद्धार गरिसक्नु भयो। एकदम दुखेको दुखाइ पनि निको पारिसक्नु भयो। यसमा पनि पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाउँमा। नमिलेको घर परिवारलाई नि मेलमिलाप गराइसक्नु भयो। यसमा नि पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाउँमा। आज मेरो गवाई यति नै भयो। अघि म यहाँबाट बिदा हुन चाहन्छु। परमेश्वरको लागि जोरदारले साडी बजाउनु होला है। पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाउँमा। हाम्रो सुशीला म्याडम प्रकाश सरको घर परिवारमा फेरि पनि मेरो हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु र परमेश्वर पिताको भरिपूर्ण आशीष ठर्न चाहन्छु। सुख शान्ति समृद्धि मिलिसके पितालाई अनगिन्ती धन्यवाद छ मसीह येशूको नाउँमा दिन चाहन्छु। म गुरु येशू मसीहको नाउँमा। जगतकै मालिक तिनै लोकका सृष्टिकर्ता मेरो परम प्रभु परम प्रधान परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु। म गुरु येशू मसीहको नाउँमा हामी सम्पूर्णको अग्रज अगुवा सुशीला म्याम हजुर र प्रकाश सर हजुरको घर परिवारमा सुसम्मान व्यक्त गर्न चाहन्छु र परमेश्वर पिताको भरिपूर्ण आशिष भन्न चाहन्छु। र यहाँ उपस्थित हुनुहुने सम्पूर्ण लिडर प्रमुख उपप्रमुख परमेश्वर पिताको आत्मिक सन्तान र म्युजिकल टिम र आजको यो प्रोग्राम चलाउनु हुने शर्मामा पनि परमेश्वर पिताको भरिपूर्ण आशिष र सुसम्मान व्यक्त गर्न चाहन्छु। मेरो गवाई भन्नुपर्दा परमेश्वर पिताले अनगिन्ती दिनुभएको छ। दिनदिनै परमेश्वर पिताले पाइलै पछि नै गवाई दिनुभएको छ। मेरो सबैभन्दा ठुलो गवाई भनेको चाहिँ परमेश्वरले आफ्नो राज्यमा मलाई टिठ्याएर ल्याउनु नै त्यो सबैभन्दा ठुलो गवाई हो। यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु म गुरु येशू मसीहको नाउँमा। मेरो प्रोफेसन चाहिँ नर्स हो। मैले चाहिँ नर्सिङ कम्प्लिट गरेर जब गर्दै थिएँ। अब अनि बाहिरको प्रोसेसिङ गर्नु पर्ला भनेर मैले सोचेको थिएँ। अनि पहिल्यैदेखि नै माइन्डमा चाहिँ म युके नै गर्छु किनभने फ्यामिलीहरू सबै उतै नै छ अरूहरू। अनि म युके नै गर्छु भनेर त्यही सोचेको थिएँ। अनि मैले सबै प्रोसेसिङहरू गरेँ। अब आइल्सको इक्जाम दिएँ। अनि जति त्यो युनिभर्सिटीमा जति मार्क्स चाहिएको थियो जति रिक्वायर थियो परमेश्वर पिताले त्योभन्दा बढी ल्याउने योग्यको बनाउनु भयो। यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु म गुरु येशू मसीहको नाउँमा। अनि मैले चाहिँ स्टुडेन्टमा एप्लाई गरेको थिएँ युकेमा। अनि गर्ने बेला चाहिँ अब एजुकेसनल स्टुडेन्ट भएपछि एजुकेसनल लोनहरू के एकदम धेरै देखाउनु पर्दो रहेछ ब्याङ्कमा। तर आज परमेश्वर पिताले भन्नुभएको छ यो संसारको टेढामेढा मार्गलाई म सिधा पार्नेछु मेरो सन्तान भन्नुभएको छ। त्यस्तै गरी नै परमेश्वरले आज त्यो सबै टेढामेढा मार्गलाई सिधा पारिदिनु भएको छ। परमेश्वरलाई पनि अनगिन्ती धन्यवाद दिन चाहन्छु। पेपर लोन देखाउने बेला चाहिँ अब घरहरू देखाउनु पर्थ्यो। अनि मैले चाहिँ मेरो मम्मीपट्टिको देखाउँछु भनेर मैले सोचेको थिएँ। मैले एकदम बल गरेको थिएँ त्यसमा।
तर आफ्नो बलले नहुँदो रहेछ, परमेश्वरको योजना अर्कै हुन्छ। परमेश्वरले भन्नुभएको छ जसरी यो पृथ्वीभन्दा यो आकाश उच्च छ मेरो बच्चा, त्यसरी नै तिम्रो भन्दा मेरो सोच त्यति नै उच्च छ भन्नुभएको छ। त्यो हाम्रो लागि एकदम हार्मफुल हुँदैन, परमेश्वरले हाम्रै निम्ति नै त्यो योजना बनाउनु भएको छ। तर आज मैले त्यो एकदम आफ्नो बलले यता मामा घरकोमा देखाउँछु भने थिएँ, तर त्यो भएन। तर परमेश्वर पिताले चाहिँ यता बाबापट्टिको नै देखाउने योग्यको र त्यसमा सफलता दिलाउनु भयो। यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाउँमा। अनि प्रोसेसिङ गर्दा चाहिँ 45 लाखको चाहिँ पेपर लोन देखाउनु पर्थ्यो। अब हामीसँग जेरो ब्यालेन्स केही पनि छैन, परमेश्वरको साथ माया छ, त्यो नै सबैभन्दा ठुलो कुरा हो। आज अनि मैले प्रोसेस गरेँ। अब मसँग हामीसँग जेरो ब्यालेन्स हुँदा पनि परमेश्वरले आज त्यो 45 लाखको लोन तिर्ने पनि लिने पनि योग्य बनाउनु भएको छ। यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु। अनि प्रोसेसिङ गरेँ अनि अफर लेटर पनि अब यसो 72 आवरमा के अरे आउँछ, उता युनिभर्सिटीबाट आउँछ भनेको थियो, तर त्योभन्दा एक दिन अगाडि आयो अफर लेटर पनि। यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु। अफर त्यो मेरो प्रोसेसिङ गर्ने बेला चाहिँ परमेश्वर यदि त्यसमा हजुरको योजना छ भने चाहिँ यो प्रोसेसिङ गर्ने बेला चाहिँ कुनै पनि बाधा अर्जन नआइकन परमेश्वर हजुरले एकदम स्मुथली मेरो सबै प्रोसेसिङ पुरा गराइदिनु भनेर मैले मागेको थिएँ प्रार्थनामा। आज परमेश्वरले मेरो त्यो प्रार्थना पनि सुन्नुभयो। अनि सबै कुराहरू एकदम उस गर्ने बेला चाहिँ ब्याङ्कको मान्छेहरूले चाहिँ घरि अब यो पेपर पुगेन हजुरहरूलाई यो भन्न बिर्से रहेछ, भोलि आउनु त्यो पर्सि आउनु भन्दा त्यस्तो भन्नुभयो। 2 विक्स नै त्यहीँ ब्याङ्कको कामले नै स्टप गरिदियो। तर त्यो बेला चाहिँ परमेश्वरले मलाई धैर्यताको आत्मा दिनुभयो, स्थिरता दिनुभयो। किनभने धन्य हो त्यो मानिस जो परमेश्वरमा लीन रहन्छ, धैर्य रहन्छ, स्थिर रहन्छ भन्नुभएको छ नि। त्यही आत्मा आज परमेश्वरले त्यो आत्मा दिनुभयो। एकदम बाधाहरू आयो अनि एकचोटि त म त हुन्न होला भनेर मन अलि पनि सानो भएको थियो, तर फेरि उठाइहाल्यो परमेश्वरले। म्यामले भन्नुभएको थियो नि जुन बेला त्यो मन गिरेको छ त्यो बेला झन् परमेश्वरसँग माग्नु, परमेश्वर मेरो मन कसरी उठाउनु पर्छ हजुर जान्नुहुन्छ भनेर भन्नुभयो। त्यो मलाई याद आएको थियो अनि मैले त्यसरी नै मागेँ। त्यति बेला उठेको मन कहिले पनि ढाल्न नसक्दो रहेछ। परमेश्वरले आज भन्नुभएको छ नि तिम्रो विश्वास बालुवा माथिको घर होइन मेरो बच्चा चट्यान माथिको बनाउनु पर्छ भन्नुभएको छ। आज त्यस्तै साँच्चै त्यस्तै नै बनाइदिनु भएको छ। परमेश्वरको भजनमा छ, भजनमा पनि छ नि बाधाहरू आए तापनि, बाधाहरू आए तापनि ईश्वरको निम्ति अघि बढ्दैछु, ईश्वरको निम्ति अघि बढ्दैछु। हे 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 ला 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 लै 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 ला 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 लै 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 लै। अब जस्तो समस्या आए पनि परमेश्वरले त्यो उठाउन सक्ने मन दिनुभएको छ, वचन दिनुभएको छ, भजनद्वारा उत्साहित बनाउनु भएको छ। अनि सबैको चाहिँ भिजा चाहिँ मेरो सबै बायोमेट्रिक पनि परमेश्वरको योजनाद्वारा, मेडिकल पनि परमेश्वरको योजनाद्वारा सबै पुरा गरिदिनु भयो। यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु। मेरो रिलेटिभ्सहरू चाहिँ एकदम धेरै छ, यो औँलामा पनि अट्दैन। जुन बेला चाहिएको थियो त्यति बेला कोही पनि हुँदैन, तर परमेश्वरले जुन आफ्नोसँग कनेक्ट हुन्छ नि, जुन परमेश्वरको आत्मासँग जोडेको हुन्छ त्यो मान्छेहरूलाई आज खडा गरेर मेरो यो सबै प्रोसेसिङमा हेल्प गरिदिनु भएको छ। उहाँहरूलाई पनि परमेश्वर पिताको भरिपूर्ण आशिष भन्न चाहन्छु। अनि सबै पुरा भयो। अनि भिजा चाहिँ नर्मल्ली 1 इयर भिजा चाहिँ 1 विकमा आउँछ भन्नुभएको थियो। अनि म मागिरहेको थिएँ जहिले आए पनि परमेश्वर पिता अलि छिटो नै आएर हजुरको राज्यमा यो हजुरको गवाई सुनाएर म जाने योग्यको बनाउनुहोस् भनेर मैले त्यही प्रार्थना गरेको थिएँ। तर
अरूको चाहिँ 1 विक यतिमा आइरहेछ भिजा, तर मेरो परमेश्वर पिताले मेरो भिजा 2 दिनमै ल्याउने योग्य गर्नुभयो। यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु म गुरु येशू मसीहको नाउँमा। 2 दिनमा भिजा आयो अनि म अस्ति त्यही भिजा लिएर आएँ। अनि आएर परमेश्वरको आज यहाँ गवाई भन्छु भनेर चाहिँ हजुर, किनभने गवाईले नै दवाई हुने हो। हजुरहरूलाई दवाई होस् भनेर म यहाँसम्म परमेश्वरको यो गवाई भन्न आएको छु। हजुरहरू सम्पूर्णलाई जसको भिजा आएको छैन, जसको रोकिरहेको छ कामहरू पुरा भइसक्यो, धैर्य राख्नुहोस्, स्थिरता मेन भनेको चाहिँ स्थिर रहनुहोस्, नआत्तिनु। अब समस्या भनेको एउटा घाउ जस्तो त हो नि होइन, त्यो घाउलाई जति कोट्टायो झन् यो एउटा औँला हामीले त्यो औँलाले त्यहाँ छुयो, त्यहाँ त्यो औँलाले अर्को ठाउँमा छुयो भने अर्को ठाउँमा सर्छ। समस्या भनेको त्यस्तै नै हो, त्यसलाई यतिकै छोडिदिनुपर्छ, सुकेर आफै सन्चो हुन्छ होइन। त्यही भएर परमेश्वरमा लीन रहनु, स्थिर रहनु, हरेक टाइम परमेश्वरमा प्रार्थना गर्नु, त्यही भन्न चाहन्छु। अनि मेरो चाहिँ म चाहिँ आज यहाँ म्यामहरूलाई भेट्ने भनेर आएको थिएँ। परमेश्वरले मेरो इच्छा पनि पुरा गरिदिनु भयो। उहाँहरू मैले गवाई भन्दाखेरि यहाँ हुन्छ कि हुन्न होला जस्तो लाग्थ्यो, तर म्याम र सर पनि आउनुभयो। यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु म गुरु येशू मसीहको नाउँमा। मेरो ब्याचलर चाहिँ नर्मल्ली 3 वर्षको हुन्छ नि त होइन, तर म अहिले चाहिँ उहाँ डाइरेक्ट 3rd इयरमा जोइन हुने हो। मेरो ब्याचलर चाहिँ 1 इयरमा सकिन्छ। यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु। ब्याचलर इन नर्सिङ गर्न गइरहेको छु र त्यहाँ पनि परमेश्वरको महिमामा जुटाइसक्नुभयो। म पुग्नुभन्दा पहिला मेरो परमेश्वर पिता त्यस ठाउँमा पुगेर हरेक मेरो लागि मेरो रुम सम्पूर्ण म कहाँ बस्ने, कसरी खाने, उहाँको महिमामा कसरी जुड्ने पनि योग्य पनि परमेश्वरले मलाई बनाइसक्नुभयो। अब हिजो पहिला पनि अब मम्मीबाट म कति टाढा नै भएको, किनभने होस्टेल बसेरै पढेको हो कि मम्मी बाहिर हुनुहुन्थ्यो। पहिला 9 वर्षपछि मम्मीसँग भेट, 9-10 वर्षपछि फेरि मम्मीसँग बल्ल भेट भयो। आज फेरि म जाँदैछु। मेरो मम्मीले चाहिँ मेरो लागि एकदम दुःख गर्नुभएको छ। परमेश्वर पितालाई अनगिन्ती धन्यवाद दिन चाहन्छु म गुरु येशू मसीहको नाउँमा। हरेक टाइम आज हिजोको बेला चाहिँ अब मेन्टली एकदम ब्रेक थियो नि त, एकदम फ्रस्ट्रेट थियो। आज परमेश्वरको यो राज्यमा आएको छ, एकदम यति पिस दिएको छ, आफ्नो मनलाई यति शान्ति दिनुभएको छ परमेश्वर पिताले। यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु म गुरु येशू मसीहको नाउँमा। मेरो गवाईले हजुरहरू सम्पूर्णलाई अनुग्रह भइसक्यो र हजुरहरूको गवाईले पनि मलाई अनुग्रह भइसक्यो भन्दै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू।